हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज तपाईहरुलाई फेरि पनि म मेरो फेसबुक पेजमा अनि युट्युब च्यानलमा स्वागत गर्दै आज तपाईहरुलाई छोटो ब्लग गर्न गइरहेको छु। आज चाहिँ मेरो ब्लग चाहिँ यस्तो छ कि आज चाहिँ हाम्रो गाउँमा देवी पूजा गर्न गइरहेको छ। हामी देवी पूजामा जाँदैछौँ है। कान्छा काका पापा म बाजे सबैजना गइरहेका छौँ। यो देवी पूजा चाहिँ किन गरिन्छ भन्दाखेरि चाहिँ यो देवी पूजा चाहिँ अब गाउँठाउँमा सबैलाई राम्रो होस्, कसैलाई के नहोस्, कसैलाई दुःख पुरै नलागोस् भनेर गरिन्छ। अनि अहिले म तपाईहरुलाई देखाउने छु के प्रकारले गरिन्छ, कस्तो प्रकारले गरिन्छ भनेर। अनि यो देवी पूजा गर्दाखेरि चाहिँ हामी सबैले गाउँलेहरू चन्दा भेटी सबै उठाइकन धूप अक्षता अनि फ्रुट्सहरू लिकन प्रसादहरू लिकन गर्नेछौँ। कति जग्गा चाहिँ फेरि के अब कुखुराहरू उता यता काटमार गरिकन गर्नेछ है। तर हामीहरू चाहिँ यहाँनिर फ्रुट्सहरूले गर्छौँ। पहिला हामी पनि उता यता काटमार गरेर गर्थ्यौँ, तर बिस्तारै बिस्तारै हामीले काटमार गर्न छोडेर फ्रुट्सहरूले गर्दैछौँ अहिले चाहिँ एकदम फलफुलले। अन्त अहिले म देखाउने छु तपाईहरुलाई। पानी परेर एकदम दिन चाहिँ यस्तो भइरहेको छ, यस्तो धुम्मिरहेको छ। आज दिन चाहिँ शीतल भइरहेको छ। अझै घाम लाग्यो भने गरम पुरा हुन्छ। बाटो पनि पुरा अप्ठ्यारो छ। यो सबै पानीले खोलेर बाटो नाली जस्तो भइरहेको छ। हिन पूजामा यो चाहिँ बुद्ध पूर्णिमाको 5 दिनभित्रमा गर्नुपर्ने पूजा हो। यो पुरा जङ्गल छ। आगो फुक्न गइरहेको छु। धूप जलाउनु लागि अहिले आगो चाहिन्छ। के अरे अहिले सोधेको फेरि पुकारलाई भनेको छु नि भन्छ। माथि चाहिन्छ नि त्यो त। यहाँ त नाकको मात्रै पूजा गर्छ। केमा खोलालाई पूजा गरेको सिंह देवी सिंहको साथमा भीमसिंह हुन्छन्। भीमसिंहलाई मनाउनु पर्छ नि। तिमी शुभ दिन, शुभ बात, शुभ महिनामा सिंह देवी यहाँनिर फेरि यहाँनिर अब यहाँनिर चाहिँ फेरि आइतबार सात तलोदेखि लगेर 9 तलोसम्म म खुल्लै लाँदैछु। सारासम्म जो 17 नदीदेखि लगेर म यो हिलकोलादेखि यता पदमसी डाँडादेखि यता बालबच्चादेखि पशु प्राणी चौपाया धपायामाथि यो कट्टा आजदेखि चाहिँ हरण गरेर लानु। तिमीलाई आज फलदेखि मैले बिदा गर्दैछु र काठमार छैन, तपाईँलाई म दिदिनँ काठमा नलाउने र रचिदिनु। गाउँघरलाई यो कट्टा हरण गरिदिनु, क्षमा दिनु। वन राजा बनेर वनवासिनी छोराहरू माया पाउँदैछु भन्दैछु। यो सबै पनि बतिराउँदै लानु ल। साथमा बन्ने पनि यहाँ हुन्छ अनि सिकारीहरूको सबै यहाँ छ नि। श्रीमाङ्देवी भगवती सरस्वती लक्ष्मी विष्णुमती गुरुदेवी तिमीलाई शुभ दिन, शुभ बार, शुभ महिनामा आज कहाँबाट वर्ष चाहिन्छ। हामीलाई वर्ष बेकार हुँदैन, जल चाहिन्छ, जल बेकार हुँदैन। भजा पत्ता सिन्दुर सुपारी पान फुल गरेर आज मैले टोकनित गरेर यहाँनिर चाहिँ देवीको पूजा गर्दैछ। यहाँले नानी कोहीलाई ल्याएर लाउनु अनि बिउ बालो ल। यहाँनिर सिकारीलाई भए पनि
कोही पशु प्राणी हिउँ कोठा पनि आज रथ दिने नै अब चाहिँ सक्यो पूजा सबैजना लाग्यो यिनीहरू छ प्रसाद यिनीहरू छ सबैजना जाने भयो अब चाहिँ सक्यो पूजा पनि ल जाउँ है अब